स्वागत छ साथीहरु तपाईहरुलाई मेरो यो नयाँ युट्युब च्यानलमा। यो फर्स्ट भिडियो अपलोड गर्दैछु। यो चाहिँ मेरो पहिलो भिडियो हो। मैले युट्युब च्यानलहरु चाहिँ धेरै खोलिसके तर कुनै पनि त्यस्तो ग्रो नभएको कारणले मैले फेरि पनि यो अर्को च्यानल खोलिरहेको छु। यो च्यानलमा सबैले साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राख्दै भिडियो हाल्न नसके पनि शनिबार छुट्टीमा भिडियोहरु हाल्ने कोसिस गर्छु। सबैले यो च्यानललाई साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राख्छु। त्यति कन्फिडेन्स पनि छैन किन भन्दाखेरि म त्यस्तो ठुलो युट्युबर पनि हैन, त्यसै कारणले गर्दा मेरो अब बोल्ने कन्फिडेन्स त्यति राम्रो पनि छैन। मलाई अब जे जस्तो बोल्न आउँछ त्यस्तै बोलेको हुन्छु। हेरिदिनु होला सबैजनाले यो च्यानललाई साथ सपोर्ट गरिदिनु होला। केही न केही साथ चाहिन्छ भने जस्तै मलाई पनि तपाईहरुको साथ सपोर्ट चाहिन्छ गाइस यो च्यानल ग्रो गर्नको लागि चाहिँ। अहिले चाहिँ पोखरामा बस्छु। मेरो चाहिँ घर यता पोखरा रिठेपानी पर्छ है। म चाहिँ अहिले त्यही 19 वर्षको भएँ। मैले चाहिँ अहिले भर्खरै 12 क्लियर गरेको हो। 12 क्लियर गरिसकेर अहिले म सानो एउटा पसलमा चाहिँ काम गरिरहेको छु। त्यो काम चाहिँ कार्पेटहरु हाल्ने, त्यो कार्पेटहरु, डन्डीहरु, च्यालको पर्दाको डन्डीहरु फिटिङ गर्छु। अनि त्यस्तै काम चलिरहेको छ अहिले चाहिँ मेरो। र म चाहिँ अहिले बिरामीको कारणले मेरो चाहिँ पुरै यस्तो मुखमा त्यो चिसोको कारणले गर्दा मलाई चाहिँ यस्तो मुखमा घाउ यस्तो आहा अनि रुगाखोकीहरु त्यस्तो लागिराख। चिसोमा त त्यो नर्मली हो तर मलाई चाहिँ पुरै लास्ट टाउको दुख्ने त्यस्तो भइराछ चिसोको कारणले। र म चाहिँ यतातिर आफू यता पुरै घाम ठाउँछ। घाम पनि टिलिक्कै लागिरहेछ। दिउँसोको 2-3 बजिसक्यो। सो गाइस म चाहिँ अहिले घर आइसक्यो हैन। घर चाहिँ आउँछु र आजको फर्स्ट भ्लग चाहिँ यति नै। धन्यवाद। थ्यांक्स फर वाचिङ दिस भिडियो।